मेरो एक मित्र बलबहादुर थापाले चाहिँ घर बनाएको उपलक्ष्यमा यो बोका चाहिँ भेटकर्मीलाई है यस्तो भएको छ। हाम्रो बलबहादुरले चाहिँ सोमरा खोलामा चाहिँ घर बनाउनु भएको छ। एकदमै राम्रो घर। आज घर बनाएको घर पैँचो यो घर पैँचोमा आज चाहिँ बोकाको खसीको मासु खाने कार्यक्रम भएको छ। त्यस्तो भएको छ। यहाँ दाइ हुनुहुन्छ, मेनम हुनुहुन्छ। घर गाउँमै चाहिँ यति राम्रो घर बनाउनु भयो। त्यही भएर उहाँ चाहिँ भाउजू हुनुहुन्छ बलबहादुरजीको। एकदम खुसी हुनु। दियोले यस्तो राम्रो घर बनाएर उहाँ एकदम खुसी, एकदमै चाहिँ हुनुभएको छ। यता सोमरा यस्तोमा सोमरामा हाम्रो पुसै पनि एकदम खुसी हुनुहुन्छ चाहिँ भोज खान पाएर। यस्तो घर अझै बन्नु पर्छ। यस्तो पण्डित पुसे उहाँ चाहिँ है बलबहादुरको बा। उहाँ छोराले घर बनाएर तपाईँलाई कस्तो लाग्यो? यति राम्रो घर बनाएर ल भनिदिनु पर्यो। ल कस्तो लाग्यो घर? घर नयाँ घरमा बस्दा कस्तो भयो आज भनिदिनु पर्यो। उहाँ चाहिँ केही भन्नुहुन्न फेरि, केही भनिदिनु पर्यो कि हामीले भन्ने नि। नयाँ घरमा बस्दा कस्तो भयो भन्नु पर्यो कि। ओ सर नमस्कार। च्याप्पो पैसा कमाएर यति राम्रो घर बनाउनु भयो, टेवा चाहिँ कस्तो भयो भनेर तपाईँले भनिदिनु पर्यो कि बाजे। राम्रो भएको छ कि राम्रो भएको छ एकदमै। आज घर पैँचो गऱ्यौँ भनौँ राम्रो भएको छ। त्यही भन्ने नि। त्यही हो। ल धन्यवाद। भन्नु ए मेरो विद्यार्थी हो, अलि हराइसक्यो। यो गाउँमा चाहिँ यो आरसीसी घर बन्दा कस्तो लाग्यो पुसै ल टक्क भन्नु पर्यो। ल ल ठिक छ ठिक छ ठिक छ हो।